हेलो नमस्कार, म राजेन्द्र थापा। म चाहिँ धुनीबेसी नगरपालिकाको नगर प्रहरीलाई के भन्न चाहन्छु भने हाम्रो यो धुनीबेसी नगरपालिका यति फोहोर जीर्ण अवस्थामा छ। यो बाटोमा, यो हाइवेमा यसरी चाहिँ फोहोर यसरी बाटोमा फालेको अवस्था छ। नगरपालिकालाई चासो छैन। यस्तो त यो मैले यो आज मात्र यो विषय बोलेँ, यस्तो धेरै देखाएको छ। हामीले धेरै ठाउँमा यो अत्याचार देखाएको छौँ। यो पुलिसहरू यो हाम्रो ठ्याक्कै बाहुन डाँडाभन्दा यतापट्टि र यो यागरभन्दा चाहिँ पोलो टर्निङको यो फोहोर चाहिँ हेर्नु है। नगरपालिकाको काम यही हो। हाम्रो नगर प्रहरीको काम यही हो। यो पुरै यो त फोहोर मैला नै सङ्कलन गर्ने ठाउँ जस्तो भएको छ क्या। त्यो भएर मात्र भिडियो बनाउन खोजेको। यस्तो यहाँ धेरै छ। यो मैले देखाउनको लागि मात्र यो सिसा हेर्नु त, यहाँ सिसा यसरी सिसा शुद्ध ल्याएर फालेको छ। ल अब यो यहाँ यस्तो यो हाइवेको छेउमा यत्रो बाटो बढाएर यत्रो सुरक्षा दिएर यत्रो राम्रो बनाएको छ। यस्तो ल सिसै सिसा होइन यो। ल यहाँ पनि यसरी अझ आगो लाएर पनि केही हुन्छ कि भनेर यो चाहिँ गरेर रहेछ। अब यो कसले फाल्यो, के गर्यो, कसो गर्यो, नगरपालिकाले चाहिँ यसलाई ध्यानपूर्वक चाहिँ यसलाई निरीक्षण गरेर हेरेर जाँचबुझ गरेर यो चाहिँ तुरुन्त कारवाही गरेछ। कसले गर्यो फोहोर? धुनीबेसी सुन्दर धुनीबेसी भन्ने यही हो। हाइवेमा यस्तो जीर्ण अवस्था छ। ल यो त बन्जारे डाँडा